प्रोटीन खान्छु सत्तू र दूध मिक्स गरिकन। दोस्तों आज मैं नेपाली में ब्लॉग बनाने जा रहा हूँ। आप लोग कैसा लगा प्लीज कमेंट बॉक्स में जरूर बताइएगा। हेलो साथीहरू, आज 75 हार्ड च्यालेन्जको दिन 13। बिहान उठ्ने बित्तिकै किचनमा गएर एक ग्लासमा तातो पानी पिउँछु। त्यसपछि टाइम वेस्ट नगरी एक्सर्साइज स्टार्ट गरिदिन्छु। सबैभन्दा पहिला बडी स्ट्रेचिङहरू गर्छु, अनि त्यसपछि डिप्स हान्छु 10-10 को 2 सेट गरिकन। अनि एक्सर्साइज खतम हुने बित्तिकै म आफ्नो प्रोटिन खान्छु सत्तू र दूध मिक्स गरिकन। अनि ठ्याक्कै दिउँसोको 12 बजे घाम सेक्छु, भिटामिन डी खान्छु। र आज मेरो डे अफ पनि हो र आज हामी घुम्न निस्किँदैछौँ कहाँ भनेर त्यो त भिडियोको एन्डसम्म बस्नु होला, सबै थाहा हुन्छ। यो हुनुहुन्छ हाम्रो युवराज दाई। आजभन्दा करिब 5 वर्ष पहिला भेट भएको थियो र अनि अहिलेसम्म र दाई र मेरो दोस्तियारी एकदम दाई भाइको नाता जस्तै बलियो छ। आजभन्दा 2 दिन पछि दाई नेपाल जाँदै हुनुहुन्छ, त्यही भएर आफ्नो फ्यामिलीको लागि केही कपडाहरू केही जरुरी सामानहरू किन्न हामी बथा मार्केट आइपुगेको छौँ। आजको नेपाली ब्लग हजुरहरूलाई कस्तो लाग्छ प्लिज कमेन्ट बक्समा आफ्नो राय दिनु होला। र अहिलेसम्म मलाई सब्स्क्राइब गरिदिनु भएको छैन भने एउटा सब्स्क्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला। हामीलाई धेरै नै घुमफिरेपछि हामीलाई एकदम भोक लाग्यो, अनि त्यसपछि हामी रेस्टुरेन्टमा आएर एक कुन्टा फलाफिल स्यान्डविचहरू खाएँ र दाई धेरै नै खुसी हुनुहुन्थ्यो किनकि दाई नेपाल जाँदै हुनुहुन्छ। र मैले अरू भिडियोहरू हजुरको अगाडि सेयर गर्न पाएन, राम्रोसँग भिडियोहरू क्लिक गर्न पाएन, धेरै नै सरी त्यसको लागि। त्यसपछि राति टाइम भयो, म सुत्दिएँ। फेरि भेटौँला, बाई बाई।